अब सबैजना होशियार हुनुहोला। सवारी साधन चलाउनेहरूका लागि भर्खरै सरकारले कडा नियम ल्याएको छ। अब यी 11 गल्ती गरे सिधै जेल जानुका साथै सवारी साधन जफत र लाखौं जरिवाना तिर्नु पर्छ। सरकारले 3 दशकपछि सवारी तथा यातायात व्यवस्था ऐन परिमार्जन गर्ने तयारी थालेको छ। 2049 सालमा बनेको ऐन अनुसार सवारी तथा यातायात क्षेत्रको नियमन हुँदै आएकोमा त्यसलाई परिमार्जन गर्दै नयाँ ऐन ल्याउने तयारी भएको छ। नयाँ नियम अनुसार अब मोटरसाइकलको पछाडि बस्ने यात्रुले अनिवार्य रूपमा हेलमेट लगाउनु पर्नेछ। त्यस्तै बालबालिकालाई अगाडि राख्न निषेध गरिएको छ। त्यस्तै सवारी दर्ता प्रमाणपत्रमा उल्लेखित नम्बर प्लेट नराखी चलाएमा 10,000 रुपैयाँदेखि 30,000 रुपैयाँसम्म वा 6 महिना कैदका साथै सवारी जफत गरिनेछ। त्यस्तै सवारी साधन दर्ता नगरी चलाएको पाइएमा 2 पाङ्ग्रे र 3 पाङ्ग्रेका लागि 5,000 रुपैयाँ, साना र मझौला सवारीको हकमा 15,000 र ठूलालाई 50,000 रुपैयाँ जरिवाना लाग्नेछ। त्यस्तै दर्ता गरेको भन्दा अन्य प्रयोजनका लागि प्रयोग गरी चलाएको पाइएमा 2 पाङ्ग्रे र 3 पाङ्ग्रे सवारीलाई 2,000 रुपैयाँ, मझौलालाई 3,000 र ठूलालाई 5,000 रुपैयाँ जरिवाना लाग्नेछ। त्यस्तै कुनै एग्रिगेटरले इजाजत प्राप्त नगरी सवारी चलाएको पाइएमा 2 पाङ्ग्रे र 3 पाङ्ग्रे सवारीलाई 50,000 रुपैयाँ, मझौला सवारलाई 1 लाख रुपैयाँ र ठूला सवारलाई 2 लाख रुपैयाँ जरिवाना गरिन्छ। त्यस्तै लाइसेन्स बिना सवारी चलाएमा 2 पाङ्ग्रे र 3 पाङ्ग्रेको हकमा 2,000 रुपैयाँ, साना तथा मझौला सवारी चलाएमा 5,000 रुपैयाँ र ठूला सवारीको लागि 10,000 रुपैयाँ जरिवाना लाग्ने व्यवस्था छ। साथै रुटको अनुमति नलिई सवारी चलाएमा 10,000 रुपैयाँ जरिवाना लाग्नेछ। त्यस्तै जाँच पास नगराई सवारी चलाएमा 2 पाङ्ग्रे तथा 3 पाङ्ग्रे सवारीको लागि 5,000 रुपैयाँ, साना तथा मझौला सवारीको लागि 10,000 रुपैयाँ र ठूला सवारीका लागि 15,000 रुपैयाँ जरिवाना लगाउने व्यवस्था प्रस्तावित ऐनमा छ। त्यस्तै प्रदूषण जाँच नराखेमा क्रमशः 1,000, 2,000 र 5,000 जरिवाना लाग्ने व्यवस्था छ। त्यस्तै अनुमति नलिई सवारी जाँच पास तथा प्रदूषण परीक्षण केन्द्र सञ्चालन गरेमा 1 लाख रुपैयाँ जरिवानाको व्यवस्था रहेको छ।